भयो भन्ने कुरो होइन। हामी सबैको अहिलेको आवाज सम्पूर्ण सर्वहारा वर्ग, भोइ मान्छे, उत्पीडन वर्ग, जो भूमिहीन सुकुम्बासी छन् तिनको, बैंकमा कालो सूचीमा परेका मान्छेहरू भए, सहकारीमा कालो सूचीमा परेका मान्छेहरू भए, व्यापारी भए, उद्योगी भए, सबै अब त हवाईजहाजका मालिकहरू पनि सबै यहाँ गरिबदेखि धनीसम्म तडपियो यो देशमा। र मलाई आज एउटा कुराको याद आयो क्या, 2015 सालमा बीपी कोइरालाको काङ्ग्रेसले 2/3 मत ल्याएको थियो। त्यस्तै एकदम काङ्ग्रेस खपिसक्न थिएन, त्यस्तै नि। तर त्यतिखेर सोसियल मिडिया एल्गोरिदम थिएन, त्यतिखेर मुख छाड्ने मान्छे थिएनन्। त्यतिखेर बीपी कोइरालाले के भन्नुभएको छ भने, एकजना पत्रकारलाई बोलाएर, समथिङ केही दीक्षित शिक्षित पत्रकारलाई बोलाएर, दीक्षित नै हुनुपर्छ, उहाँलाई बोलाएर के भनेछन् भने, सदनमा 2/3 प्रचण्ड भारी मत छ हाम्रो, बोल्ने सदनमा आवाज छैन, प्रतिपक्षको आवाज उठाउने मान्छे छैन हैन, हाम्रा कमी कमजोरीहरू देखाइदिनुहोस् है, लेखिदिनुहोस् है, हामी त्यसलाई ध्यान दिएर अघि बढ्छौँ भनेर बीपी कोइरालाले भन्नुभएको छ। भनेपछि त्यस्ता नेता पनि जन्मिया थिए र 2017 साल 15 सालको त्यस्तो प्रचण्ड चिज पनि कु भएको थियो क्या। भनेपछि त त्यस्तो नेतादेखि आजसम्म आउँदाखेरि यहाँ अहिले सदनमा आवाज उठाउने प्रतिपक्ष गतिलो छैन र हामीले सडकबाट आवाज उठाउँदै गर्दाखेरि एल्गोरिदम प्रयोग गरेर, त्यो टिकटक क्रिएटर खडा गरेर, सारा मुख छडाएर, आमा चकरी गाली गराएर हेर्ने, अनि उनीहरूको सोसियल मिडियामा पुल बनाएको देखाउने, बाटो बनाएको देखाउने, आहा फलानाले त है यो सरकार आएपछि सबै राम्रै राम्रो देखाइदिएर मान्छेलाई आँखामा छारो हानेर। आज तपाईँलाई म भन्छु, म 10 दिन झापा बसेर फर्किँदा म गाउँ गाउँ पुगेँ। यो पल्ट मैले 2टा स्कुलमा गएर, सरकारी स्कुलमा है, 2टा स्कुलमा गएर कुर्सी ब्रेन्ची थिएनन्, भुइँमा बसेर पढ्दा रहेछन्। आज 21औं शताब्दीमा 2टा स्कुललाई कुर्सी ब्रेन्ची दिएको क्या, 300 चाहिँ बस्ने कुर्सी ब्रेन्ची दिएर, अरू यो म्याथहरू सबै कुरा दिएर स्कुलको व्यवस्था गर्दै आएको म झापामा। र के भयो भन्दाखेरि अहिले सरकारी स्कुलमा पनि के छ, प्रधानमन्त्री, हालका प्रधानमन्त्री त्यतिखेरका बालेन शाह हुनुहुन्थ्यो। मलाई अहिले जस्तो लाग्छ उहाँले चितवनमा के भन्नुभएको थियो भने, जसको खल्तीमा पैसा छैन त्यसले फ्रीमा शुल्क पाउने हो, जसको खल्तीमा पैसा छैन त्यसले फ्रीमा शिक्षा पाउने हो भनेर भनेको उहाँ त्यसो भन्ने। आज आएपछि उहाँहरू सत्तामा आएपछि शिक्षामा पनि भ्याट, स्वास्थ्यमा पनि भ्याट, अब विद्युतमा भ्याट, पानीमा भ्याट, सरकारी स्कुलमा इन्कम ट्याक्स। सरकारी स्कुलले यसपालि 22,000 लियो एडमिसन चार्ज, 22,000। बिरामीको आज हाहाकार छ देशैभरिका बिरामीको। सरकारी हस्पिटलमा न नर्स छन् न डाक्टर छन्, डाक्टर दिनको 1 बजेपछि हुँदैनन्। सरकारी हस्पिटलमा मर्न पठाइदिएको छ बिरामी, मर्न पठाइदिएको छ। र त्यसले गर्दाखेरि यो सबै कुरालाई जोडेर हामीले पटक पटक भनेर आउँदा पनि हामीलाई माफिया हेर्नै, हामीलाई लोन लिएको छ तिर्न भन्ने छाडा शब्द बोल्न लाउने। हामीले नतिरेको भए यतिखेर 35 दिनै निकालेर उहिले लगिहाल्थ्यो, हामीले त तिरेकै होला। हामी त जनताको आवाज बोलेको नि। त्यसले गर्दाखेरि अब उहाँहरूका सभापति के भन्नुहुन्छ, हामी सत्तामा पुगेको 1 महिनामा युरोप, अमेरिका र अस्ट्रेलियाका गल्ली गल्लीमा गएर नेपालीहरूलाई फर्काउनलाई पोस्टर पम्पलेट छापेको भन्नुहुन्छ। अरू भोलि पर्सि चाहिँ पत्रकारले सोद्धाखेरि कहाँ मैले बोलेकै छैन भन्नुहुन्छ। हेर्नुहोस् है, त्यस्तो कुरा मैले बोलेकै छैन भन्नुहुन्छ। अस्ति सुकुम्बासी टोलमा भोट माग्दाखेरि भूमिहीन टोलमा गएर के गरिदिनु भयो, छातीमाथि छाती छापिदिन्छु डोजर भनेर भोट लटपट्याउनु भयो। अहिले आएर के भन्नुहुन्छ, कहाँ मैले त्यो बोलेकै छैन। हेर्नुहोस् हो कि होइन। अब आएर अहिले सुस्ताको कुरा हेर्नुहोस्, प्रधानमन्त्रीले त्यो बोलेपछि भारतले स्वाभाविक हो त्यो पस्नु। अब त्यो भन्यो भने हामीलाई गाली गर्छ। त सीमाना बिचेको छ भने देखाइदिनुहोस् न प्रधानमन्त्रीज्यू, हामी अर्काको जग्गा खानेको सन्तान होइन नि त। तपाईँले देखाइदिनुहोस् न यहाँ हो भनेर, हो कि होइन। आज नेपालमा आज सीमानाको रक्षा नेपाली जनताले गर्नु परेको छ। कुन ठाउँमा पुग्यो मुलुक, कुन ठाउँमा पुग्यो ल भन्नुहोस् त। अनि म नेपाली सेनालाई के भन्छु भने, तपाईँहरू देश जोगाइदिनुहोस् प्रभु।
देश जोगाइदिनुहोस्। तपाईहरुले देश जोगाउनु भएन भने भोलि जनताले तपाईहरुमाथि विद्रोह गर्लान्। जनताले विद्रोह गरेर हामी मान्दैनौँ भन्यो भनेदेखि तपाईहरुको बन्दुक र तपाईहरुका सेना क्यान्टनमेन्टमा हुन्छन्, त्यही क्यान्टनमेन्टमा अरु हुनेवाला केही छैन। अब यो सुझाव दिँदाखेरि हामीले सुझाव दिँदाखेरि नेपाली सेनाहरु रिसाउने सुकुम्बासी बस्तीमा नजानुस् न तपाईहरु। तपाईहरुको काम त सीमा सुरक्षा गर्ने हो। सुकुम्बासी बस्तीमा त पुलिस जाने हो भनेर भन्दाखेरि उहाँहरुलाई सत्य कुरा देखाउँदाखेरि रिसाउने। दुर्गा प्रसाद पनि ठिक रहन्छ भन्ने। त ठिक चाहिँ को छ त? हामी त सेनालाई त देश मान्छौँ, हो कि होइन भन्नुस् त? सेना भनेको वतन हो, देश हो, विश्वास हो। भोलि त्यो सेनामाथि नै नेपाली जनताले हिजो सिंहदरबारमा आगो लगाए जस्तो सेनाका क्याम्पमा पसिदियो भने के हुन्छ? यो नहोस्। सेनाको विश्वास नेपाली जनताबाट नहटोस् भनेर हामीले भन्दाखेरि हामीसँग सेना रिसाउने। अब रिसाएर पनि के पो हुन्छ र? मलाई लेफ्टिनेन्ट हुनु छैन, कर्नेल हुनु छैन, मेरा छोरालाई जागिर खुवाउनु छैन, सेनामा छ त जागिर खुवाउनु छैन, अनि मलाई रिसाएर हुने के, खुसाएर हुने के? म त नेपाली जनताको मान्छे हुँ र सत्य कुरा यो सदनमा अहिले 5-6 दिन अगाडि जेसुकै हो पनि म जनजातिको छोरो भन्दिनँ। 5 थर र 8 ओल्लो गाउँ पल्लो गाउँ तम्मरवारी उहाँहरूको तम्मर पारी हाम्रो हो। जस तम्मरको पानी खाएको हाम्रो भीष्म आङनाममै नि लिम्बूको छोरोले गजब बोल्यो। त्यो एउटा रत्न पुत्र जन्मेको रहेछन् क्या। काङ्ग्रेसमा अहिलेसम्म किन त्यस्तो मान्छेलाई लुकाएर राख्यो? आज 182 जना सांसदलाई नि बोली बन्द। रवि लामी छानेले त थुक सुको क्या, मुखमै बोल्न सक्ने स्थिति भएन। त्यो हैसियत त त्यो अनुभव भनेको त्यो। आज खुशबु ओलीले सत्य कुरा बोल्दाखेरि खुशबु ओलीलाई बलात्कार गर्छु भनेर चाहिँ नि लेख्न लागिन्छ, धम्की दिइन्छ। त खुशबु ओलीले बोलेको कुरा ठिक हो त? राष्ट्र संस्थाको कुरा बोलेको छ, हिन्दू राष्ट्रको कुरा बोलेको छ। किनभने राष्ट्र संस्था रहन्छ भने त देश रहने रहन्छ नि त। पुग्यो त आज कसरी देश रह्यो? 2 करोड 90 लाख जनसङ्ख्यामा झन्डै 2 करोडै देशमा हिँडिसके, जम्मै बुढा खाडा मात्रै छन् देशमा। अनि देश कहाँ रह्यो? देश भनेको त जनता पनि होला नि त। देश भनेको जनता हो कि होइन? त्यसले गर्दाखेरि खुशबु ओलीले त्यो बोल्न नहुने एउटा संसदमा बोल्न नहुने। त्यसले गर्दाखेरि तपाईहरुलाई जस्तो अमरेश कुमार सिंह उहाँहरूकै पार्टीको त चित्त बुझेन। उहाँलाई बन्दुक र शक्तिले शासन चल्ला तर देश चल्दैन, केही समयलाई चल्ला भन्नुहुन्छ त। उहाँसँग पनि अनुभव छ नि त, लामो अनुभव छ। अब यिनीहरू के भन्छन्? नयाँ र पुरानो भन्छन्। सबैभन्दा बढी सोनु वाग्लेले लाभ लिएको होइन काङ्ग्रेस हुँदाखेरि? सबैभन्दा सिंहदरबारमा बढी सोनु वाग्ले। कुन चाहिँ नयाँ छ यिनीहरूकोमा? नयाँ चाहिँ को? त्यो एकजना बास्कोटा भनेको काङ्ग्रेसकै हो होइन? पहिलाको राज्य मन्त्री भएको उसैको छोरी रहेछ समथिङ बास्कोटा, समीक्षा बास्कोटा। अनि यो कुन चाहिँ नयाँ कुन चाहिँ पुरानो यो त बुझिएदै परिएन। त्यसले गर्दाखेरि यो व्यवस्था फ्याँकौँ, यो व्यवस्थाले टिक्दैन। सरक्षसितले नेपालको भूगोलको गर्भभित्र रहेको छ हाम्रो सनातनी बौद्ध किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र र योको रूपमा राष्ट्र स्थल हो। यो नल्याइन्जेलसम्म नेपालीहरूले सुख र अमन चैनका सास फेर्न सक्दैन, पाउँदैनन्। यो कुरो देखियो र सबैभन्दा पहिला यो व्यवस्था नै फ्याँक्नुपर्छ। यो व्यवस्था फ्याँक्ने अभियान अब हामीले चलाउँछौँ र मैले अस्ति भनेको छ, अब केही पार्टीहरू हामीलाई साथ दिन हाम्रो अभियानले उठाएका मुद्दाहरू यी जायज छन् भनेर, जस्तो राप्रपा एउटा विसर्जनमा गयो नि त। राप्रपा आज जति नै कुरा गरे पनि विसर्जनमा गएको बाटोमा गयो। धवललाई भनेको एउटा इमान्दार मान्छे, राप्रपा भनेको धवल शमशेर भनेको राप्रपा भनेको थिएँ मैले। त्यो उहाँहरूको टिमै आज हामीसँग हाम्रो अभियानमा आएको छ, आउनुभएको छ उहाँहरू। त्यसले गर्दाखेरि अहिले हामीसँग बृहत रूपमा छलफल भएको छ, हुँदैछ। सिके राउतहरूको मुनिको टिम, जसलाई मधेस दुखेको छ, जसलाई नेपाल दुखेको छ, उपेन्द्र यादवको मुनिको टिमहरूदेखि लिएर जम्मै नयाँ युवा पुस्ताहरूले आज दुर्गा प्रसाद खोजिरहेछ। दुर्गा प्रसादको अभियान सही रहेछ भनेर खोजिरहेछ। र यो राम्रो काम र राम्रो मुद्दा उठाउने मान्छेलाई के भनिन्छ भन्दाखेरि पागल, अराजक बोलो भन्छन् मलाई। अराजक काम गर्छन् उनीहरू, हो कि होइन? राजसभाले जति अराजक काम कसैले गर्यो? आज तपाईँको
29 पन्ना बजेट भाषण सदनमा पेश गरेको भाषण 29 पन्ना चेन्ज गरेको छ। करका दर बढाएको छ, घटाएको छ, फ्याँकेको छ, ठेलेको छ, उल्टाएको छ, पल्टाएको छ, त्यही मात्रै गरेको छ हो कि हैन? त्यो भनेको देशद्रोह होइन? त्यस्तो काम गर्छन्। अनि अर्थशास्त्रीहरूले के को अर्थशास्त्री, के को अर्थशास्त्री, कुन अर्थशास्त्री? युआइडी घोटालाको काण्ड पनि आएको छ। अब अरूले 35 वर्षमा जति गरेको यिनीहरूले 1 वर्षमै गर्न आँटेर छ। 100 दिन नपुग्दै यिनीहरूले बचाउन खोजेर छ। कोही 2 अरब, कोही 30 अरब, कोही 1.5 अरब। अब अहिले एउटा नयाँ कुरा यहाँ मलाई आएको थियो, अस्ति 1500 जना जुन झोले भनेर निकालियो नि, खारेज गरियो नि, त्यहाँ राजदूत भर्नलाई अरू युनिभर्सिटीको गर्नको लागि गरेको 1 नम्बरमा नाम निस्केको छ नि, जसको त्यसलाई नदिएर खल्तीको मान्छे हालेको रहेछ। उसले हिजो उच्च अदालतमा समथिङ के मान्छेले उच्च अदालतबाट हिजो मुद्दा जितेको छ हिजो। अनि यिनीहरूको सुशासन यही हो। यिनीहरू 182 जनालाई के छ थाहा छ? मन्त्री भइहालिन्छ, पैसा कमाइहालिन्छ भन्ने छ, अरू कुरा मतलब छैन। कसैलाई ट्रेनिङ गर्न पैसा चाहियो। रन्जु दर्शनलाई त हिजो युथ काउन्सिल अमेरिकाले लगेर यो बारबारा फाउन्डेसनले अमेरिका लगेर होइन, गोविन्द केसीको आन्दोलनमा उज्जवल थापा, रन्जु दर्शनहरूलाई ट्रेनिङ दिएर पठाएको हो नि त। अहिले फेरि उसलाई ट्रेनिङ गर्नलाई पैसा चाहियो अरे। गजबको कुरा होइन? बजेट छुट्याइदिनु पर्यो। यस्ता लाचार, यस्ता पातकी, यस्ता छिजरा, अर्कालाई मुख छाडेर यही हो तरिका। तरिका यही हो। त्यसले गर्दाखेरि सम्पूर्ण नागरिकहरूलाई म के भन्छु भने हामी एकजुट भएर अघि बढौँ। आज तपाईँलाई थाहा छ कृषिको लागि के आयो? यिनीहरूले कृषिको लागि के ल्याए? कृषकको लागि के ल्याए? के ल्याए? 2 करोड पैसा भयो लगानी गर्दै मान्छेलाई अरे। सुरुमा 2 करोड लगानी गर्ने मान्छे कुन चाहिँ कृषक छ? सुरुमा 2 करोड लगानी गर्ने त व्यवसायी भइहाल्छ नि, किन कृषक हुन्छ? कस्तो खालको काम गरेको? कृषकलाई के ल्याए? न मल छ, अब बर्खा लाग्यो, अब 15 दिनमा धान रोपिरहनु पर्ने, मल छैन। नेपालमा मकै बिक्दैन, धान बिक्दैन। भाइ अहिले एउटा कुरो थाहा छ? युरिया मल हालेर जोतेर ट्र्याक्टरको रेट सेट त्यो तेलको सबै भाउ जोड्दाखेरि 1 मन धान 900 रुपियाँमा तयारी हुन्छ। 900 रुपियाँमा। तर धान कतिमा बिक्री हुन्छ? आजभन्दा 500 रुपियाँमा बिक्री हुन्छ। अनि यो देशमा कृषकले काम गर्छ? कृषकले काम गर्छ? बाँदरको समस्या यो ठुलो यस्तैमा भुलिएको छन्। बाघमा भुलिएको छन्। यो योभन्दा अगाडि बाँदर थिएन नेपालमा? योभन्दा अगाडि हात्ती थिएन? हाम्रो गाउँमा हात्ती आउँछ त। बाँदरको कुरा छोडिदिनु। बाँदरलाई के नियन्त्रण गर्ने? बाँदरलाई, चरालाई कसैलाई पनि नियन्त्रण गर्ने हुन्न। उनीहरूलाई जङ्गलमै खानेकुरा पुर्याइदियो यसले सरकारले, आउँदैनन् गाउँतिर होइन? नियन्त्रण भइहाल्छ नि। निरन्तर आन्दोलन उठाउन खोज्नुहुन्छ तर तपाईलाई बिरालोले मुसा छुपाएपछि फेरि जेल हालिदिन्छ। यस्तो छ यस्तो आन्दोलन यसोभन्दा टुङ्गाइदिन्छ क्या? होइन, टुकिँदैन। हिजो केपी ओलीलाई पनि नि यो आन्दोलनको जग भनेको दुर्गा परसाई हो। जेएनजी आन्दोलनको मूल जग भनेको दुर्गा परसाई हो। भ्रष्टाचार विरुद्ध अभियानमा नि प्रधानमन्त्रीलाई तैँले यो भ्रष्टाचार गरेको भनेर फाइल ल्याएर फ्याँक्ने नि दम भएको दुर्गा परसाई हो। थाहा छ कि? त्यो जग हाम्रो हो, घर बालनेहरूले बनाएको हो। त्यति हो हाइजेक गरेर, त्यति बुझ्नु। यो घर यो अर्काको, एउटाको जग एउटाको घर टिक्छ टिक्दैन। अब 2 महिना, अब 2 महिना हेर्नुहोस् न। 2 महिनामा यिनीहरूको फुटाफुट हानाहान यो तपाईँले यो 6 महिना सरकारको विषयमा सुरुमा जुन यिनीहरूले सुरुमा जुन काम गर्नु पर्थ्यो गरेनन्। उल्टो बाटोमा हिँडे यिनीहरू उल्टो बाटो हिँडे। कतिपयले यिनीहरूको मिलन नै उल्टो बाटोबाट भएको थियो भन्छन् के? मिलाएकै अर्काले हो नि। तपाईँलाई एउटा कुरो थाहा छ? एनइडीको प्लान के थियो भन्दाखेरि 2013 भनेको आज 26 होइन? 2026 छैन अहिले? 13 वर्ष अगाडिको प्लान थियो त। अस्ति हामीले भिडियोमै देखायौँ त। नेपालमा जेएनजी मुभमेन्ट चलाएर सिंहदरबारमा आगो लगाएर सत्ता परिवर्तन गरेर यहाँ होइन विदेशी सेना ल्याएर भारतलाई नौ टुक्राएर चाइनाको टिबेट फुटाउने, नेपालमा दलाई लामा जन्माउने भनेर त मैले ल्याइदिएकै छ नि। अब एउटा कुरो के छ भने भारत दलाई लामालाई पठाउन चाहन्छ। दलाई लामा मरेपछि भारतले दलाई लामालाई चाहिँ उहाँ जन्मिन दिँदैन। उहिले जवाहरलाल नेहरूको पालामा लगेको नि त अमेरिकाले पठाएको। अब दिनेवाला छैन, किनभने दलाई लामाको कारणले भारत र चाइनाको वार भयो, टसल भयो। किनभने उनीहरूको त आफ्नो व्यवसाय छ, 1.5 अरब पपुलेसन भएको ठाउँ हो। त्यसले गर्दाखेरि अबको सेल्टर भनेको दलाई लामाको नेपाल हो।
दलाइ लामा जुन दिन नेपालमा जन्मिन्छन् नि त्यही दिन एकै रातमा काठमाडौँ सकिन्छ यो कुरा बुझ्नु। त्यसले गर्दाखेरि अहिले पनि बुद्धि पुर्याऊ, व्यवस्था परिवर्तनमा लागू। सनातनीहरूको देश हो, सनातन धर्मलाई हिन्दू अधिराज्य सहित राष्ट्र संस्थाको स्थापना गरौँ मेयोको रूपमा। देखियो त राष्ट्रपतिको, यदि यो देशमा जेएनजी मुभमेन्ट भएको बेलामा राज दरबारमा थियो भने आगो लगाउने मान्छेलाई आँट गर्दैन थियो। राष्ट्रपति भएकोले पो भयो त यो त। आज राष्ट्रपति कस्तो भेटायो, खुरु उनीहरूको साइन गरिदिने भेटायो, खुरु त्यस्तो पनि हुन्छ राष्ट्रपति। त्यसले गर्दाखेरि अब त देशले हुनहार गृहमन्त्री पाएको छ, अब त कारबाही गर्छ होला नि त। उहाँले कारबाही गर्नुपर्ने कसलाई थाहा छ? अस्ति जेएनजी मुभमेन्टको मान्छेहरूलाई, मानव अधिकारले चाहिँ आयोगले चाहिँ जुन सार्वजनिक गरेको मान्छेहरूलाई, अनि हिजो अस्ति 36 वर्ष यताको छानबिन गर्नुपर्ने उहाँ 58 सालको के अरे दरबार हत्याकाण्डकोमा पुग्नु भएको छ। अनि त्यो आफै हराउने काम गरे होइन। यो कुरो के हो भने यो केही पनि हुँदैन, कोही पनि कारबाहीमा पर्दैन। म त परेँ नि त, हेरौँ म परिहाल्छु। एकजना पनि जाँदैन, अब पार लाग्दैन। अब यहाँ सुन्नु न, यो सबै कुरा ढिलो भइसक्यो। के छ र खोल्नु, कहाँ के छ र खोल्नु? अनि त्यतिखेर एउटा कुरो सबैलाई थाहा छ होइन, भनेको छ त सिआइए र रले जोइन्ट अपरेसन गरेको भनेर भन्छ, कोही बोल्न सक्दैन। कुरा बुझे होइन? अनि त्यतिखेरको पर्जल एकछिन, त्यतिखेरको पर्जल शमशेर म भनिदिन्छु त, त्यतिखेरको पर्जल शमशेरको छोरो, आर्मी चिफको छोरो लन्डनको जेलमा थियो, लागु औषधमा परेको। त्यो छोरो छुटाउने शर्तमा यहाँ अपरेसन गरायो। अनि उनीहरू सबै परिवारै बसाइ सरे त अमेरिकातिर। के भयो त? उहाँ मधुरोलाई उठाउँदाखेरि मधुरोका वरिपरिका छैनन् आर्मीका कर्नेलहरू, ती सबैलाई घर अमेरिकामा किन्दैको रहेछ। मधुरोको कुरा, मधुरो के भन्छ अरे भने राति हेलिकप्टर झरिसक्यो, आर्मी हिँड्दैछन् नि, यो त मलाई जोगाउनको लागि ऊ हुन्छ नि, ट्रेनिङ गर्छन् नि। कहिले यहाँ एयरपोर्टमा पनि ट्रेनिङ हुन्छ, हस्पिटलमा पनि ट्रेनिङ हुन्छ नि, पानीको उसको सेक्युरिटी ट्रेनिङ हुन्छ नि, यो त सेक्युरिटी ट्रेनिङ हो भनेर भन्दै थियो अरे। त्यतिखेर अघि आएर उठाएर लगेर हालेर हेलिकप्टरमा हालेर उडाएपछि मात्रै थाहा भयो अरे उसलाई म सकिएछु भनेर। भनेपछि यस्तो प्लान गरेको हुन्छ। त्यसले गर्दाखेरि नेपालमा कोही पनि सुरक्षित छैन, सत्य कुरा बोल्ने मान्छेको सुरक्षा हुँदैन। त्यसले गर्दाखेरि आज तपाईँले बुझ्नु न कृषकले लाभ पाए, न हस्पिटलमा बिरामीले लाभ पाए, न शिक्षामा विद्यार्थीहरूले लाभ पाए। के चाहिँ पाए त भनौँ त? के पाए? सेनाको कति तलब पर्यो? 25,000 बढो मगी, 2500 रुपियाँ बढो तलब। के भयो? होइन, दरबार हत्याकाण्डको सबैभन्दा पहिला हिसाबले ल्याउनु पर्छ भने बाबुराम भट्टराईलाई हो, पर्जल शमशेर राणालाई हो, रामचन्द्र पौडेललाई हो। त्यतिखेरको चाहिँ गृहमन्त्री हुने उनीहरूलाई थाहा छ नि त है। नाकमा खुर्सानी यिनीहरूलाई हालेर उदे मुन्टे लगाएर होइन, इलामको खुर्सानी ल्याएर एउटालाई नाकमा अर्कोमा हाल्ने बित्तिकै खुल्छ कुरा। इलामको डल्ले खुर्सानी समिति बनेको थियो, त्यसका समितिका सदस्यहरू सबैको निधन भएको छ, एकजना तमन्ना ढुङ्गाना बाँकी छन्। उनीबाट के आउने आशा राख्न सकिन्छ? के होइन, अब उनको कुरा हो, त्यो मलाई थाहा छैन। तर अहिले पनि दरबार हत्याकाण्डको विटनेसहरू 2 जना बाँकी छन्, किनभने 5 जना त रारा तालमा झरे हेलिकप्टर उसबाट। 2 जनाको फोन होइन, 2 जना छन्, अहिले छन्। अब अहिले किन भन्नु पर्यो छन्? अहिले कुनै दिन अहिले सबै सकियो भने नि फेरि अर्कोपल्ट के भन्नु तपाईँहरूलाई? ल त्यो भन्दै मैले बिदा लिएँ। विश्वकप आउँदैछ, विश्वकपमा कसलाई सपोर्ट गर्दै हुनुहुन्छ? विश्वकपको मैले कसैलाई पनि गर्दिनँ। अब हाम्रा केटाले खेल्दैनन्, अर्काले खेलेको के होइन, कागालाई बेल पाएको हर्सन बिर्खिसमा अब उसले वर्ल्ड कपले ऊ गर्छ। यहाँ मैले जर्सी लगाएर के गर्नु? मलाई त एकछिन मलाई त्यतातिर इन्ट्रेस्टै छैन, किनभने हाम्रा स्टुडेन्टहरूले हाम्रा खेलाडीहरूले त्यहाँ पुगेर खेलेको भए पो ओहो भन्नु। अब उहाँ खेल्छ ब्राजिलकोले स्टकोट लाउँछन् यहाँ, अनि हुन्छ
उसले भन्नु न खेलकुदमा किन प्रगति भएन त्यो भनिदिनु न अलिकति। कुरा भन्नु भएन नेपाललाई विश्वकपमा लानलाई चाहिँ के गर्नुपर्ने के हो भाइ उहाँ एउटाले मासु र भात खान्छ एउटाले यहाँ स्वाद गरेर त्यो के हुन्छ त के फाइदा छ नेपाललाई के छ? विश्वकपमा लान चाहिँ के गर्नु एउटा क्रिकेटको सिजन आउँछ क्रिकेट बोकेर कुदिरहेको छ नि यहाँ केटा नि अनि नेता पनि सर्कट लगाएर पो बस्या हुन्छ नि त अलिक दिन प्रधानमन्त्री जरीकोट लगाएर आउँछन् है त्यही आउँछन् नि दुर्गाजी मेरो अन्तिम प्रश्न अब तपाईँ त प्रमाण देखाउनमा माहिर तपाईँका ती प्रमाणहरू त्यो कुनामा थन्काउनु भन्दा गृहमन्त्रीलाई दिएर सहयोग गर्न मिल्दैन। होइन उहाँले बोल्नु पर्यो उहाँले भन्नु पर्यो नि दुर्गाजी आउनु पर्यो भन्नु पर्यो यो जेन्जी मुभमेन्ट गर्नलाई आन्दोलनको जग सुरुको जग गृहमन्त्रीले माग भएको छ हुन्छ तपाईँले होइन भन्नु पर्यो नि गृहमन्त्रीले भन्नु पर्यो प्रधानमन्त्रीले भन्नु पर्यो तपाईँसँग भएका हामीसँग भएका 12 बुधे सम्झौता कहाँ पुगे हामीलाई बोलाउनु पर्यो केही पनि छैन अनि कहिलेसम्म जानुहुन्छ हेर्दै गरौँ अनि एउटा कुरा कि एमाले जस्तो जग भएको पार्टी त सकियो भने यो त जग बिनाको यो त जतिखेर लातल दिँदा पनि ढल्ने लोटा जस्तो यो कामै छैन हेर्दै जानु 2 महिना अब 2 महिना हामी सत्यको पक्षमा छौँ तपाईँ आफैले भन्नुभएको हैन जर पिलर सुदन गुरुङ वैसे जग भनेर होइन मलाई थाहा छ अहिले सुदन गुरुङको विषयमा उसले अब के गर्दा रहेछन् 2 हप्ता हेरौँ न भर्खर गृहमन्त्री भएको 2 महिनामा यो सरकार ढल्छ भनेपछि अहिले जुन जिल्लामा यिनीहरूको 5 होइन यिनीहरूको जति ठाउँमा संगठन भयो नि त्यहाँ लफडा देखियो अन्त हुँदै भएन लफडै देखिएन हाम्रो झापामा उठाउँदैछ झापामा कोही पनि छैन अहिले कैचुप मैचुप किन छन् अब अलिकति सुन्नुहोस् है तेलको यहाँ सुन्नु न कसलाई जेल हालेर केही पार लाग्दैन हो पैसा बाहिर गइसक्यो भ्रष्टाचारी थुनेर के गर्नु त्यो पैसा ल्याउन न अर्थ हुन्छ यो तपाईँले अघि नि ब्राजिलले जित्यो भने तपाईँले के पाउनुहुन्छ लङ्गा सुन्छ कान मेरो बुझ्दै भने जस्तो के हो देवी यो कसैलाई जेल हालेर केही हुँदैन पैसा बाहिर गइगयो अब के हुन्छ पैसा ल्यायो भने काम लाग्यो तपाईँहरूलाई म एउटा कुरा के भन्छु भनेदेखि नि अस्ति तेलको भाउ 137 बाट 237 मा पुग्यो होइन बोल्दैनन् हस्पिटलको बिमा हटाइदियो बोल्दैनन् स्कुलमा भ्याट लगायो हस्पिटलमा भ्याट लगायो सरकारी स्कुलमा इन्कम ट्याक्स लगायो भित्रभित्रै बोल्दैनन् किन बोल्दैनन् भनेको सबैले भोट हालेको छ गन्तीलाई अब यस्तो भएको छ कि आफ्नो नि चिजमा आफै ढुङ्गा हाने मुड्की हानेपछि के हुन्छ यति बुझ्नु न अन्तिम प्रश्न महेश बस्नेतले हिजो चाहिँ 6 महिनामा सरकार ढल्छ भन्नु अब के भन्नु आज 2 महिना त्यसमा के शब्द भन्नु है भनेपछि महेश बस्नेत तपाईँको आफैलाई लात हानेको छ क्या अब बोल्ने ठाउँ छ चुप्प लागेर अनि अहिले झापातिर सोध्यो भने नि तपाईँ घन्टीमा त तपाईँले हालेको थियो होला नि भोट होइन नि मैले हालेको थिएन कहाँ हामी त्यो घन्टेको मान्छे हौ कहाँ हो र ल अहिले मैले एउटा कुरो गफ गरेको होइन बालेनलाई हिजो अब भनौँ भने धेर भने जस्तो हुन्छ हिजोको जस्तो दमकमा जाउँ त हिजो फुल जति हालेको ठाउँमा त्यहाँ ढुङ्गाले हानेले छन् भने त्यो स्थिति मैले देखेँ अब अन्तिम प्रश्न महेश बस्नेत र तपाईँको अभिव्यक्ति हिजो र आजको झन्झनै उस्ता उस्तै आएको छ के त तपाईँहरूको त भित्र केही पाकिरहेको मेरो केही पनि पाकेको छैन हो अब म महेश बस्नेत सेम आयो त तपाईँहरूको अभिव्यक्ति सेम आउँदैछ यो सरकारको विषयमा छिटै सरकार ढल्छ भन्नुभएको छ तपाईँले होइन यिनीहरूको काम गराइदिएर त मान्छेले यार एउटा रिक्सावालाले आकलन गर्न थालिसक्यो सबै पछुताइसक्यो अनि ल यहाँ भनौँ न यहाँ जम्मै प्रायः घन्टीलाई नै भोट हालेका मान्छे छन् हो कि तपाईँ यहाँ घन्टीलाई भोट हालेको मान्छे होइन उहाँ हुनुहुन्छ के हुनुहुन्छ अहिले पछुताउनु भयो होइन ल हेर्नुहोस् त माइक निकालेर भाइहरुको